हेलो एभ्रिवान, सेवा नमस्कार, गुड मर्निङ, शुभ बिहानी, शुभ दिन। अनि तपाईहरुको दिन चाहिँ जहिले शुभ नै बितोस् भन्दै म चाहिँ आज नयाँ दिन नयाँ भिडियो सुरु गरिसके साथीहरु। म तपाईहरुको सुकिता ब्लग्सबाट अनि आज चाहिँ स्वागत छ तपाईहरुलाई मेरो भिडियोमा। अनि तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु साथीहरु। अनि म चाहिँ आज किचनदेखि भिडियो सुरु गरिरहेको छु। आज चाहिँ घाम टल्नै लागेको छ साथीहरु। हिजो चाहिँ अब हावा पानीले झन्नै लग्यो, आज चाहिँ फेरि घाम लागिरहेको छ। यस्तै छ साथीहरु। अब अनि हिजो अब बजार त गयौँ, अब हामीले के गर्नु केही मैले देखाउन पाएको छैन तपाईहरु सामु, तर मैले अब सबै नदेखाए पनि अलिअलि चाहिँ भरे म शपिङ गरेकोहरु चाहिँ म देखाउने वाला छु है त साथीहरु। अनि मेरो छोराछोरी पनि उड्दैन, कोही उड्दैनन्। अब यतिखेर चाहिँ 6:30 भइसकेको छ र पनि उड्दैन। हिजो मैले पुरानो टोल लगेर छोडिराखेको थिएँ नि त, दुईजना त खेलेछ सबै। अब साथी भएर खेल्दा गरेर थाकेर हो मैले अनि बजारदेखि आउँदा मात्रै लिएर आएको थिएँ। त्यही नै हो साथीहरु। अनि म चाहिँ अब आज चाहिँ के गर्छु कसो गर्छु भन्ने त्यो त म तपाईहरुलाई अपडेट दिनै राखेको हुन्छु। त्यही हो साथीहरु। अब तपाईहरु चाहिँ मेरो भिडियो हेरेर साथ दिनु भएकोमा तपाईहरुलाई म धेरै धन्यवाद पनि दिन चाहन्छु साथीहरु। तपाईहरुले हेर्दै गर्नु होला है त मेरो भिडियो। आजको खाजा चाहिँ के छ तिमीहरुको खाजा? अंगुर, तरबुज, कोला। अंगुर, खरबुजा, कोला दुईजनाले यस्तो खाजा खाएको है। अनि माइला काका दार्दै छ पर। अब माइला काकालाई त यस्तो खाजाले हुँदैन, के दिनु अब दिमागको लागि चाहिँ अलिक सेलाएर दिउँ होला भनेर। मिठो छ? तिमीलाई खाजा हुन्छ यसको? आमामा यत्रो खाएर नि खाजा हुँदैन। 4टा कोला, दुईटा अंगुर, 1 पावा जति छ, अनि तरबुज 1 थाल। अनि आमामा साथीहरु, आजको मेरो छोरा र छोरीको खतरा खाजा है यस्तो। फलफुलको खाजा तर खानु राम्रो नि त नि। दिमालाई नि फलफुलकै खाजा दिने। अब माइला काका चाहिँ फलफुलले हुँदैन, अब माइला काकालाई चाहिँ अरु पनि दिनुपर्छ होला। के दिनु खाजा के दिने? लु खाऊ ल। यति नै, धेरै भिडियो बनाउनु हुन्न, यति नै हो आजको। अब एकछिन र कुखुराहरूलाई पनि पानी दिएको छैन, पानी त दिप। साथीहरु, हिजो म चाहिँ यस्तै बनाएँ, यस्तै ल्याएँ किने। मेरो सपिङ हिजोको कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि मेरो छोरीले मेरो चप्पल पनि ल्याइदिएँ मैले। ल्याउ न, यो चप्पल किनेको। चप्पल पनि मेरो चप्पल त छ नि त, छ तर मेरो खुट्टामा अट्ने चप्पल किनेर ल्याउनु। अनि मेरो खुट्टा सानो छ त, तेरो जत्रै छ। यसरी किने साथीहरु म चाहिँ। अनि अब यहाँ कुर्ता पनि किनेको छु। अब कुर्ता पनि लाउनु पर्ने हुन्छ, म लाएर देखाउँछु है त। मैले कुर्ता पनि लाएर देखाउँछु साथीहरु। यो कुर्ता चाहिँ कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गर्नु होला। म चाहिँ यस्तै लुगा किनेँ। के किन्नु अब हामी के किन्नु होला र हो तिमीहरु नानीहरु भन्छ त्यो कुर्ता, सुरुवाल, भेस्ट त्यस्तै हो हामीले लाउने। अनि अब मेरो साथीको हिजो देखाइन, उसले पनि किनिरहेको छ कुर्ता, तर मैले चाहिँ देखाइन। अब हिजो चाहिँ हामी ढिलो भएर अनि भिडियो नै राम्रो नगरी आएको साथीहरु। अनि त्यही हो यस्तै छ पारा मेरो साथी। लगेछ कुकुरले चल्ला। पर सेतो कुकुरले चल्ला। पर जाँदैछ बारीमा, सेतो कुकुरले चल्ला लग्यो। सेतो कुकुरले खानुलाई नि नान्छ किन पो भन्छ हो। त्यही भएर जतासुकै छोड्नु हुँदैन भनेको के। कुखुराको गोठाला गर्नुपर्छ भन्छु नि म। अब वस्तुहरूको गोठाला पहाडमा गर्छु, तर यहाँ चाहिँ कुखुराको गोठाला गर्नुपर्छ। अर्काको बारीमा गयो भने पनि के हुन्छ? अर्काको बारीमा गयो भने पनि मान्छेले कराउँछ हैन। त्यही भएर अब वस्तुहरूको गोठाला पहाडमा गर्छ। यहाँ चाहिँ साथीहरु कुखुराको गोठाला गर्नुपर्छ। अघि कुकुरले लगी गए चल्ला। यहाँ तल्लो घर बहिनीहरुको चराउँदै गरेको मेरो छोरीले
मेरो छोरीलाई पर्खिनु लगाएको छु। अब यहाँ फेरि फुलहरू पनि सबै खाइदिन्छ नि त नपर्खी त। अनि एउटा अङ्कलले चाहिँ नि नानी यहाँ सुन्न म भन्छु त्यही कुखुराको पनि गोठला हा भन्दै यहाँ लेख्नु भएको थियो कि उमा कमेन्टमा। अनि हो यस्तै भएर चाहिँ अब कुखुराको गोठला गरेन भने चाहिँ अरूले खाइदिन्छ, अरूकोमा जान्छ, अनि अब्जस आउँछ, अनि आफ्नो पनि फुलबारीहरू खान्छ भनेर चाहिँ गोठला गर्नुपर्ने भनेको हो के नानी। नानीलाई मात्रै होइन अरू सबैलाई पनि मैले चाहिँ त्यही सुनाएको है त। कहाँ हिँडेको यो हामी चाहिँ इभिनिङ वाक अलिकति धेरै होइन, अब अलिकति 4-5 मिनट मात्रै हिँडेको। अब रात पर्यो होइन, अब सधैँ त माथि जान्थ्यौँ त अलिक छिटो होइन, आज ढिलो भयो। किन ढिलो भयो खै कुखुरा चराउँदा कुखुरा चराएर कुखुरा अब पस्नु मान्दैन, अनि त्यही भएर अनि पर्खिँदा चारो दिँदा अनि फेरि चारो दिएर हुलाएर फेरि सफा गर्दा त्यही साथीहरू नि ढिलो भयो। हामी चाहिँ अलिकति भए पनि बाहिरको नजरा भन्दा पनि अलिकति 2-4 पहिला भए पनि पुग्ने। आमा छोरी डुल्नु हिँडेको है दिदी। अनि के गर्नु, काम छैन, बस्यो खायो, अनि के गर्नु, त्यही भएर नि। हजुर त्यो रोड बनाएकोलाई के भन्छ, नाली होइन दिदी, त्यो ऊ के यताको जग्गाको त्यो ऊ बनाएको प्लटिङ गरेको, प्लटिङ गरेको के रोड निकाल्दै गरेको, रोड मात्रै, रोड बनाउने, अनि अब त्यो जग्गा टुक्राउँदै बेच्ने होला नि, कति बनधुर घरै छैन, अनि त्यो रोडै बनाएको नि गर्दैछ। अब त्यही हो नि, विकास हुन्छ, छिमेकी बढ्छ, त्यही हो गएको है दिदी। त्यही सकेर त्यही जस्तो अब हाम्रो घर छेउमा चाहिँ अब बनाउँदैछ नि त रोड भन्दा पनि अब त्यो घर जग्गा चाहिँ घडेरीहरू अब तयार गर्नलाई कि बढ्नलाई कि गर्नलाई साथीहरू बोल्नु नि आउँदैन, गर्नलाई चाहिँ अनि ऊ चाहिँ बनाउँदैछ, त्यहाँ रोड चाहिँ बनाउँदैछ। के पो भन्छ अरे त्यसलाई, नाम फेरि बिर्सी गएँ साथीहरू। त्यही हो रोडकै माथि त्यहाँ बनाउँदैछ नि त, अनि त्यो घडेरीहरू बनाउनलाई हाम्रो अगाडिपट्टि जग्गा प्लटिङ भन्छ अरे हो साँच्चै नि, प्लटिङ बनाउँदैछ है। त्यही हो साथीहरू। साथीहरू हामी चाहिँ डुल्नु गएर पनि आइसक्यौँ, 3-4 दिन भएको थियो। अब बेलुका साँझ पखन डुलेको, इभिनिङ वाक नगरेको, आज गयौँ अलिकति 10 मिनट जति, 10-15 मिनट होला हिँडेर आयौँ साथी। त्यही हो साथीहरू, अब आज चाहिँ मेरो भिडियो यस्तै नै भयो। अनि अब तपाईँहरूले यतिन्जेलसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्दै म चाहिँ आजको भिडियो चाहिँ यहीँ बाई बाई गर्न चाहन्छु। अर्को भिडियोमा भेटौँला भन्दै खुसी रहनु, सुखी रहनु, मस्त रहनु, व्यस्त रहनु, स्वस्थ रहनु, आफ्नो ख्याल गर्नु भन्दै बाई बाई। अर्को भिडियोसम्मको लागि